पुग्नु भयो सुधा? म 3D आर्टमा 3D आर्ट कस्तो बनाउनु भयो देखाउनु त? 3D आर्ट ए ल ल ल ल ल ल 3D मा पुग्नु भएछ। अनि कस्तो लाग्यो 3D आर्ट चाहिँ? राम्रो लाग्यो? एकदम राम्रो लागिरहेछ। अनि तपाईँको सिकाइको क्रममा कस्तो लागिरहेछ कलर नेल? रमाइलो लागिरहेछ। हो सबै राम्रो हुनुहुन्छ। हो। अनि फेरि आउने स्टुडेन्टहरूलाई चाहिँ होइन के भन्न चाहनुहुन्छ? यहाँ आउनुहोस्, राम्ररी प्रोफेसनल तरिकाले सिक्नुहोस् होइन, त्यही हो। अनि पहिला नआउनुभन्दा अगाडि चाहिँ तपाईँलाई कस्तो फिल भएको थियो? आउनुभन्दा अगाडि आउनुभन्दा अगाडि त कस्तो फिल थियो, यो गर्नु सक्दिनँ होला जस्तो फिल लागेको थियो। अहिले आएर चाहिँ यतिको गर्दैछु। हो अहिले चाहिँ म सक्छु जस्तो लागिरहेछ तपाईँलाई होइन? अहिले त केही पनि आउँदैन जस्तो फिल भएको छैन होइन? छैन। त्यही कम्प्लिमेन्टरी के अब कलर नेललाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? त्यसमा त कम्प्लिमेन्ट्री त खासै त्यस्तो छैन होला, हो सबै राम्रै छ। राम्रै छ। ल ल ल हुन्छ।